अहिले चाहिँ म पारीको त्यो पुलमा जाँदैछु। यति लामो पुल छ त्यो, हिल र चुना जोड्ने पुल हो मुसिकोट नगरपालिकाको। सम्भवतः सबैभन्दा लामो पुल होला मुसिकोट नगरपालिकाको। यो चाहिँ 10 र सायद पारी कति हो थाहा छैन, हिल र चुना जोड्ने पुल हो। अहिले म त्यो पुलमा जाँदैछु अनि अब त्यहीँ गएर भिडियो बनाउँछु, हेर्नु होला। यो पुललाई चाहिँ अहिले म यसरी जुम गरेर देखाउँदैछु कतिसम्म जुम हुन्छ भनेर। यहाँनिर बाबु नानीहरू रहेछन्, यिनीहरू सायद पारी हिलबाट आएको होलान्, खलङ्गातिर जाँदैछन् कि जस्तो लाग्यो। धेरै हाइटमा छ यो पुल चाहिँ, अहिले मबाट अलिक टाढै छ, पारी नै छ हैन, देख्न सक्नुहुन्छ। यही हो। अब चाहिँ म त्यतातिरको यात्रा तय गर्दैछु, उतै गएर बाँकी भिडियो हेर्नुहोस् है त। अहिले चाहिँ मेरी बुढी र म यो हिलको पुलमा आछौँ हैन। हिलको पुल सायद मुसिकोट नगरपालिकाको सबैभन्दा लामो पुल छ होला। यो खास भाइरल नभएको पुल हो हैन, अलिक खोलामा छ तर लामो चाहिँ अत्याधिक लामो छ नि। फेरि यो सब यति लामो छ कि पुरै छोडिदिउँ। हाइट पनि धेरै छ फेरि यहाँ, मुसिकोटको भन्दा पनि धेरै हाइट छ यहाँ हैन। यो चाहिँ हिल जाने पुल हो। यो पारीको गाउँ देखिरहेछ, यो चाहिँ हिल हो। अनि यता के भन्छ अरे कान्छी, मानपुर भन्छ अरे। अनि मेरो माइत पनि यहीँ तलको गाउँ हो, त्यो देखिरहेछ त्यो गाउँ हो मेरो माइत होइन। मेरो माइत दिनको पहिला घर। अनि यिनी मेरी बुढी हुन्। हाँस्छिन्, मिठो हाँस्छिन् मेरो बुढी। फेरि के कुरा हेर्दा निनको हाँसो त करोडौँको छ, करोडौँको।